छु हैन हाम्रो यो प्रदीप छेत्री उहाँ हाम्रो हुनुहुन्छ सर हाम्रो संगठन हामी चाहिँ अब तपाईँ भलकपर्ती नदीमा गइरहेको छौँ। कति चिसो डेन्जर चिसो रहेछ, चप्पल पनि यस्तो भिजेछ है। तर के भने यस्तो छ है जे होस् खाडी मुलुक भन्ने डाइरेक्ट यस्तो अमेरिका भन्ने यही हो होइन। टक्क पानी परेको नि त, त्यसैले गर्दा हामी चाहिँ यस्तरी टक्कले होइन सबैले माया गरिदिनु होला भन्ने आशा पनि गरेको छु। यस्तो छ है, यस्तो छ। यता चाहिँ एकदमै आकाश सफा गरिरहेको छ, त्यही भएर यता चाहिँ पानी परेछ ठ्याक्क हाम्रो नेपालको लगभग बर्खा हुन्छ नि, बर्खा कुन महिना रे ठ्याक्कै जस्तो लाग्यो कि मलाई। पानी पर्दा चाहिँ एकदम दिउँसै रात परे जस्तो अनि त्यसपछि टक्कले हेर्नु न पानी आम्मामा जर परेको नि त पानी होइन। त्यही गर्दा चाहिँ पानी परेको हुनाले चाहिँ यस्तो तालै जमिएको क्या। तर यहाँ सोच्दैन रहेछ पानी, हाम्रो चाहिँ नेपालमा जति परि नि पानी सोच्छ नि त, त्यही भएको कारणले। मेजा सर एउटा पोस्ट दिनु न हजुर है ल, परिचय थोरै। हाम्रो चाहिँ म्याग्दी जिल्लाधीश हुनुहुन्छ उहाँ चाहिँ सर हजुर मेरो घर हजुर म्याग्दी जिल्ला खटान गाविस पालिका होला नि होइन। अनि चाहिँ यो क्याम्प चाहिँ एकदमै ठुलो छ कि, किनकि राम्रो छ नि त। एकदम चिसो चाहिँ सरी चिसो चाहिँ एकदमै लगभग 12 महिना चिसै हुन्छ। कहिले नि ठाउँमा यो चाहिँ मेच हल भन्ने ठाउँ नि त होइन। टक्कले सर हामी चाहिँ यता सर चाहिन्छ हामी होइन। सर यता पनि हामीलाई पनि मामा निहो निको भन्छ होइन मामाले। अनि टक्कले यता फेरि हाम्रो यस्तो मौज पनि होइन र, टक्कले हाम्रो पनि छ नि त। ल पानी छैन ल न